यो केवल मात्रै बाणी मात्रै होइन, हजारौं परिवारको जीवनमा आएको कहिले पनि मिट्ने नसक्ने पीडा हो। नेपालमा आएको यो डरलाग्दो बाणी र पहिरो देख्दाखेरि आँखाबाट आँसु आयो। सेकेन्डको मुहूर्तमै सबै थोक बर्बाद भयो। आफन्तजनालाई आँखाको छेउमै बगाएर लगिदियो। कसैको जम्मै घर परिवार नै पहिरोले बगाइदियो। कसैले आमा गुमाए, कसैले बाउ गुमाए, कसैको परिवार नै सुहा भयो। कसैले साना साना नानी केटाकेटीहरू गुमाए। केही क्षणमै पानीको भेलले घर, सपना, सम्पत्ति मात्रै होइन, मान्छेको प्रियजनलाई खोसेर लगिदियो। यो घटना विवरण गर्दा पनि आङजिरिङ्ग भइरहेको छ र कतिपय चाहिँ अझै पनि बाटो हेरेर पर्खिरहेका छन्, कतै फर्केर आउला कि भनेर। हिजोसम्म जुन घरमा खुसीले भरिएको थियो, आज त्यो घरमा माटो माटो र मलुवाले मात्रै भरिएको छ। नेपालमा आएको बाढी र पहिरोमा 160 जना भन्दा बढी मान्छेको मृत्यु भएको छ। वही हजारौं बेपत्ता भएका छन्। तिनीहरू मध्ये 100 भन्दा बढी मान्छे हाम्रो भारतवासी नै हुन् र 54 जना युएसए का भनिन्छ र 34 जना चाहिँ अस्ट्रेलियाका हुन् भनेर भनिन्छ र 33 जना युके का रहेका छन् र नेपालकै 100 जना भन्दा बढी मान्छे रहेका छन्। कतै बाढी, कतै पहिरो, कतै भूमिकम्प, कतै कतै मान्छेको अस्तित्व नै हराइसकेको छ। हे भगवान, के हुँदैछ यस्तो? आँखाकै छेउमै सबै थोक भइरहेको छ। हामी मानिसहरूले केही पनि गर्न सकेका छैन। यो सबै थोक प्रकृतिको खेल हो, हाम्रो हातमा केही पनि छैन। नेपालमा ज्यान गुमाउनेको प्रति हार्दिक श्रद्धाञ्जली। बेपत्ता भएका मान्छेहरू सुकुशल भेटुन् र पीडित परिवारमा भगवानले धैर्य प्रदान गरून्। ओम शान्ति।